नमस्ते। रोजको आधारमा चाहिँ 2083लाई चाहिँ सिङ्गल डिजिटमा लाँदाखेरि 4 आउँछ। 4 भन्ने बित्तिकै यो चाहिँ राहुसँग रिलेटेड हुन्छ। अब जुन 9वटा प्लानेटहरू छ त्यो सबै प्लानेटलाई हामीले कसैलाई पनि नकारात्मक भावले चाहिँ नहेर्ने है। राहु प्लानेटको भौतिक शरीर हुँदैन, यो चाहिँ छाया ग्रह हो। जहाँ राहुको प्रभाव परेको हुन्छ त्यहाँ राहुले इल्युजन र डिप एट्याचमेन्ट क्रिएट गर्ने काम गर्छ। वर्ष 2083 सालभरि नै माइन्डमा कन्फ्युजन र नेचुरली रूपमा नै अधिकांशको मनमा एउटा इल्युजनको भाव आउने सम्भावना बढी नै हुन्छ। राहु प्लानेट एउटा डिजायर एम्प्लिफाई गर्ने प्लानेट भएको हुनाले यसले चाहिँ डिजायरहरू तपाईँ हाम्रो जुन डिजायर छ नि त्यो डिजायरलाई चाहिँ 10 टाइम्सले चाहिँ त्यसलाई एम्प्लिफायर गर्ने काम गर्छ। अब मानिलिउँ फर इक्जाम्पल यदि कुनै पनि व्यक्तिको मनमा नेगेटिभ सोचहरू, नेगेटिभ थटहरू, नेगेटिभ फिलिङहरू बढी आउँछ भने त्यो नेगेटिभ फिलिङहरूलाई चाहिँ 10 टाइम्सले चाहिँ त्यसलाई एम्प्लिफायर गर्ने काम राहुले गर्छ। यस्तै गरी अब कुनै पनि व्यक्तिहरूले अब पोजिटिभ थिङ्किङ गर्छौँ, पोजिटिभ सोच राख्छौँ, पोजिटिभ भावनाहरूलाई राख्छौँ भनेदेखि त्यसलाई पनि 10 टाइम्सले यसलाई एम्प्लिफायर गर्ने काम राहुले गर्छ। तसर्थ यो वर्षभरिमा चाहिँ हामीले चाहिँ जुन सोच, जुन थट, जुन फिलिङ लिन्छौँ नि त्यसलाई चाहिँ एम्प्लिफाई गर्ने काम राहुले गरेको हुन्छ। सो 2083 सालमा यो कुरालाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। राहु प्लानेट स्वयंले चाहिँ नेगेटिभ दिने होइन, पोजिटिभ दिने होइन, जुन हाम्रो थट फिलिङहरू छ नि त्यसलाई चाहिँ अब एम्प्लिफाई गरिदिने काम मात्र गर्ने गर्छ। राहु प्लानेटलाई इनोभेसन मनपर्छ। तसर्थ हामीले 2083लाई राम्रो बनाउनको लागि चाहिँ हामीले इनोभेसनसँग रिलेटेड अथवा हामीले चाहिँ विगतदेखि चाहिँ जस्तो किसिमको जुन काम गरिरहेका छौँ त्यही कामहरूलाई नै निरन्तरता दिने क्रममा त्यही कामलाई चाहिँ अब केही नयाँपनले गर्ने, नयाँ तरिका अपनाउने, नयाँ शैली अपनाउने गर्दाखेरि राहुको ब्लेसिङ पनि प्राप्त हुन्छ। प्लानेटहरूको अब एउटा प्रोफेसन वाइज, बिजनेस वाइज हेर्दाखेरि यसको आफ्नै कारक तत्त्वहरूको आधारमा प्रोफेसन पनि रिलेटेड भएको हुन्छ। यसै सन्दर्भमा राहु भनेको आइटी, सफ्टवेयर, एआई, डिजिटल मार्केटिङ, सोसियल मिडिया, टेक्नोलोजी, डेभलपमेन्ट आदिसँग रिलेटेड हुन्छ। तसर्थ अब जो व्यक्तिहरू यससँग सम्बन्धित काममा भन्नुहुन्छ भनेदेखि जसरी पहिला गर्दै आइराख्नु भएको काम छ त्यसमा केही नयाँपन, नयाँ फरक तरिकाले गरेर अथवा पुरानो माइन्ड प्याटर्नलाई चाहिँ ब्रेक गरेर एउटा नयाँ माइन्ड प्याटर्नले चाहिँ अगाडि बढ्नुभयो भने अवश्य पनि सबैको लागि यो 2083 सालले चाहिँ राम्रो रिजल्ट नै दिने गर्छ। साथै जो व्यक्तिहरू चाहिँ यी फिल्डमा राहुको जुन प्रोफेसन छ नि मैले अगाडि भनेको त्योसँग कनेक्ट हुनु नभने पनि कुनै पनि कुराहरू अब सोसियल मिडियासँग कनेक्टहरू हुने, आइटी रिलेटेड अब डिजिटल मार्केटिङसँग रिलेटेड कुनै न कुनै काममा चाहिँ संलग्न हुने हुँदाखेरि पनि राम्रो गर्छ। यो वर्ष चाहिँ तपाईँ हामी सबैले चाहिँ एउटा स्टेट अफ एवेरनेसलाई पनि बढाउनु पर्ने हुन्छ। अब पर्सनल इयर रूपमा प्रत्येक व्यक्तिहरूको चाहिँ जुन पर्सनल इयर 1 देखि 9 आएको हुन्छ 1 देखि 9 को सन्दर्भमा म अर्को भिडियो लिएर आउने रहेछु। थ्याङ्क यू।